मकै रोपेको गरामा पानी परेर धान रोप्ने जस्तो भएको छ। आज रहेको छ एकादशी र पूजा गर्दै हुन्छ मेरो मम्मी। सो हेलो गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। मिनिक्ता चलेसे मम्मीले मेकअप गर्दै हुनुहुन्छ यहाँ राम्री राम्री हुन एकादशीको दिन, किनभने एकादशीमा व्रत बस्नु भएको छ र पाउडर ठस्दै हुनुहुन्छ। यता हुनुहुन्छ हाम्रो ड्याडी, कपडा ट्विनिङ गर्नुभएको रे रातो रातो लाएर, र ड्याडीले गर्दै हुनुहुन्छ फोटोसुट गर्दै भन्दै हुनुहुन्थ्यो। म भने यता भिडियो बनाउँदै बसिरहेको छु, यता अझै मेकअप सकेकै छैन र ड्याडीको फोटो खिचिदिने भन्दै गाली गरिरहनु भएको थियो। म फोटो नखिचिकन अटेरी गर्दै थिएँ, लौजा भनेर फोटो खिचिदिएँ, यस्तो बनाइदिएँ मैले जादु। यता टिप्दै हुनुहुन्छ फुल मम्मीले, त्यसपछि लाएर मैले फोटोसुट गर्दैछु सिनेमेटिक। अनि यता भनिसक्नु भयो ड्याडीले माला, यता मम्मीले गर्दै हुन्छ तयारी। यता पूजा कोठामा पूजाको सामान निक्लियो र हेर्नुहोस् पानी परेर गराभरि पानी तालिएको छ। बिउ छ भने कसैसँग धानको मलाई सम्पर्क गर्न सक्नुहुन्छ। पानी ट्यास ट्यास फुल तिहारको बेला फुलेन, अहिले फुल्दैछ र यो हाम्रो घरको निक्लिने व्रत बसेको रे। यता गर्दै हुनुहुन्छ मम्मीले ड्याडीले पूजा, त्यसपछि ड्याडीले सिकाउँदै हुनुहुन्छ, नमस्ते गर्दै हुनुहुन्छ। मैले भिडियो बनाउँदैछु, थाहा पत्तो छैन कति राम्रो देखेको तुलसीको मोठ। हाम्रो मम्मीले फेरि टक्क लाएर यस्तो दामी बनाउनु भएको छ तुलसीको मोठ। र यता रहेको छ फुल, यता हुनुहुन्छ ड्याडी र तुलसी मोठ हेर्नुहोस् चारै दिशाबाट कति राम्रो देखेको छ है। हाम्रो तुलसी मोठ वर्षमा एकचोटि तलक्क टल्किन्छ, शुभ विवाह तुलसी भनेर लेखेको छ। तलदेखि माथिसम्म फुल रहेको छ र आकाश हेर्नुहोस्, बादल हेर्नुहोस्, पानी पर्न आँटेको छ। ड्याडीले काट्दै हुनुहुन्छ फलफुलको लागि उखु, किनभने आज एकादशीको दिन सबै चोखो खानुपर्छ, व्रत बस्नु भएको छ। यता फलफुल पनि तयारी भइसक्यो र भाइ र मम्मी गर्दै हुनुहुन्छ पूजा र आज निखिल पनि व्रत बसेको छ र त्यसले लाजले होला फोटो पनि आफ्नो देखाउन मानेको छैन, आफ्नो अनुहार छोपिरहेको छ, पूजा गरिरहेको छ। कस्तो टाइपको पूजा हो यो। ड्याडी पनि आइपुग्नु भयो र त्यहाँ बाँध्दै हुनुहुन्छ फुल, टक्क लाएर फुल बाँध्दै हुनुहुन्छ गाइज। यता निखिलले मुख छोपिरहेको छ, अझै पनि देखाउन मानिरहेको छैन। अब निखिल उप्रेदी जस्तो होला नि त, त्यही अब घन्टी बज्यो टङ्रङ टङ्रङ टङ्रङ। मैले फोटो भिडियो बनाउँदैछु अनि फोटो खिच्दै भन्दै हुनुहुन्छ ड्याडीले उता फोहोर देखिन्छ भन्दै फोहोर फुतुर फुतुर फाल्नु हेल्नुभयो सुटुक्क लाएर। अनि यता हेर्नु हाम्रो ड्याडी वाह टुप्पी पनि टलङ टलङ यता भाग्नु भयो। फेरि किन भाग्नु भयो भन्नु होला, फुल लिनलाई भाग्नु भयो। यता मम्मी पनि भाग्नु हुँदैछ, किन भाग्नु भयो भन्नु होला, दुलैको लागि त घुम्टो लिन जानुभयो मम्मी। यता यो एक्लै बस्दैछ, यता आएपछि फुल बाँध्नु भयो। त्यो तुलसी मोठमा ड्याडीले गर्नुभयो पूजा। फोटो खिच्दै भन्दै हुनुहुन्थ्यो मैले खुसुक्क भिडियो बनाइदिएँ, कति राम्रो बनाइदिएँ भनेको त के भन्यो होला, मलाई तैँले किन पूजा गर्नेस् भन्नु होला। मैले हेर्नु कपाल त ट्रिटमेन्ट गर्नको लागि बसिरहेको छु, नुहाइन अहिलेसम्म। यता ड्याडीले गर्दै हुनुहुन्छ पूजा, ड्याडीको पूजा पनि सकिरहेको छैन अहिलेसम्म, पूजा भइरहेको छ। मम्मीले उता तुलसीलाई घुम्टो उडाइदिनु भयो, दुलै बनाइदिनु भयो। वाउ कति राम्रो देखेको मम्मीलाई साडीमा, जस्ट वाउ, जस्ट लुकिङ लाइक अ वाउ। पूजा गर्दै हुनुहुन्छ, पूजा 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 टुलुङ टुलुङ टुलुङ। त्यसपछि पूजा हुँदैछ, अझै पनि हुँदैछ, पूजा सकेकै छैन। अब दुवैजनाले पूजा गर्दै हुनुहुन्छ, मैले खुसुक्क भिडियो बनाउँदैछु र यता जल अर्पण गर्दै हुनुहुन्छ। र गाइज म चाहिँ हाई गर्दै बसिरहु, भिडियो बनाउने मै हो, नुहाएको छैन अहिलेसम्म, व्रत बस्ने त टाढो कुरा। भिडियो मन परेमा लाइक कमेन्ट गर्नु होला। हस् त, धन्यवाद, राधे राधे।